मौसममा चाहिँ मेरो विचारमा होटल प्याकै होला। अब त्यहाँ होमस्टे चाहिँ एकदम टन्नै छ होइन। अब थाहा पाएन भनेदेखि त गाह्रो हुन्छ यिनीहरूलाई। अब तर सिधै आफ्नो तालले आउने र बुक गरेर आउने फरक पर्छ नि त। बुक गरेर आउने छ भने त अब ठिकै छ। अब यो बेलामा त न त गाह्रो छ। आजको बसाइ होटल भ्यू पोइन्ट लेते। क्यामराम्यान फोकस गर। लेते हो लेते। बहिनी नमस्कार। ल म रविन्द्र खड्का है। ल रिया तुलासन। यो बहिनीको होटल एकदम राम्रो रुम छ। मिठो मिठो पकाएर खुवाउँछु भन्नुभएको छ। हेरौँ आज के हुन्छ। आज मिठो मिठो पकाएर खुवाउनु भयो भने भोलि पनि बस्छ मलाई होइन। अनि अरू साथीहरूलाई पनि भनिदिन्छु मेरो युट्युब च्यानल छ रबिन क्याम है। ल सब्सक्राइब एउटा बढ्यो मेरो। हस् रुमहरू पनि राम्रो छ। अब हामीलाई चाहिँ राम्रै रेटमा दिनुभयो। एकदम राम्रो वातावरण लाग्यो यहाँको। यो अहिले हिउँ छैन रहेछ धौलागिरी हिमाल। ऐना हेरे चाहिँ ऐना जस्तै अगाडि छ। यो लेतेबाट देखिने दृश्य हो। अनि हामी यो होटलमा बस्ने विचार गऱ्यौँ आज। होटल भ्यू पोइन्ट थकाली भान्साघर यो लेतेमा। यसमा बस्नुको कारण चाहिँ अगाडि निलगिरी। आहा यहाँको रुम चाहिँ यस्तो छ। ल यहाँबाट धौलागिरी हेर्ने। घामले गर्दा अलि त्यति राम्रो आएन तर यहाँबाट निलगिरी हेर्ने। अनि बाथरुम पनि अट्याच छ। मुस्ताङ चाहिँ अहिले इन्डियन टुरिस्टहरूले टन्नै भरेको रहेछ होइन त। भनेपछि यहाँ आउने बेलामा चाहिँ होटलहरू सबै कन्फर्म गरेर मात्रै आउँदा राम्रो। न त भने गाह्रो छ। अहिले हामी चाहिँ लेतेमा छौँ। यो चाहिँ छेउ गाउँ जाने बाटो। मान्छे लडाइदिन्छ भनेर कुर्नु भएको। हामी यतैतिर घुम्न आएको। अनि हजुर कहाँबाट? म दाना हो। ए दाना हजुर हजुर। अनि भेडाकोट छ। भेडाकोट त्यो डान्डरै आउँछ। यहाँ कोटमा खर्च पर्छ। ओसानोमा यो पानी ए खानेकुराहरू लिन जानु। ए बोकाएर ए उही माथि लेकमै बस्नुहुन्छ? म पुग्छु तर बसिन्न 2-4 दिन बसिन्छ। ए 2-4 दिन 15-20 दिन कहिले म त धेरै बसिन्न। अब त कहाँ बस्नु पनि होइन। के कारो गोठालहरू हुन्छ के त। ए अनि कति छ भेडा हजुरको? 400 जति भेडा छ उताको। त्यो डान्डरै आउँछ नि। ए 400 जति छ। ओ भेडा बाख्रा गरेर। बाख्रा त थोरै छ। भेडा छ। ए ल हजुरलाई भेटेर एकदम खुसी लाग्यो।
हजुर पनि यही गाउँको हो ए ल ए यहीँको हो ल हजुरको गाउँ घुम्न आएको हामी कति राम्रो देखिनु भएको छ दाइले कस्तो राम्रोसँग फोटो खिचिदिनु भएको थियो यो बाटो कहाँ पुग्छ यो ताक्लुङ टिची ए त्यही त पुल चाहिँ छैन रहेछ बाटो यस्तो राम्रो छ हजुर पुल बनाउन त 10-11 वर्षै भइसक्यो त्यतिकै झुन्डाएर गर्दै त्यही त यस्तो राम्रो बाटो छ है हजुरहरूको यो यहाँको के भन्छ मौलिक लुगा थकाली ड्रेस ए थकाली ड्रेस कति राम्रो देखिनु भएको हजुरहरू मैले लाउन जान्दैन कि के है त्यसो गर्नु यसलाई आऊ आऊ हेर्नु न मामालाई फोटो खिचिदिनु भनेको त हेर्नु यस्तो फोटो खिच्छ के रिसिनी मान्छे हेर्नु त तल उसलाई मात्रै देखाएर मान्छे त कहाँ होला मेरो एकजना सब्सक्राइबर भेट्नु भयो नयाँ साथी अब मलाई पनि हाम्रो यो कुन ठाउँ रे यो छयोमा मुस्ताङको छयोमा मुस्ताङले त्यदेखि पारी हैन लेतीदेखि पारी कहाँ नि हजुरको घर मेरो काठमाडौँ कलङ्की ए हो र अनि हजुर चाहिँ के हजुर हजुरको नाम मेरो सुशीला गौचन सुशीला गौचन तुलाचन गौचन RABINCAN सानो युनिसा कति राम्रो ल हाँस्दिनुहोस् त हाँसिहाल्नु पर्ने रुन मन लाग्यो क्या आमा सम्झेर आमा सम्झेर आमा हुनुहुन्न मेरो अनि त्यही हो आमालाई राम्रो बनाइदिनु आहा फुल लगाएर ल आमाले मेरो फोटो खिच्नु आमालाई एकदम राम्रो ल ल युट्युबमा हाल्नु होला ल सब्स्क्राइब पनि गर्छ खोइ जानु घाम ताप्नु भएको न्यानो छ आज होइन घाम लागेर यस्तो भराङ रहेछ यहाँ यस्तो भराङबाट उयो त्यहाँ आलु खेती ए तरकारी खेती राम्रै हुँदो रहेछ उयो टनलभित्र चाहिँ गोलमेडा रहेछ अनि यो भराङबाट ओर्लिने कोसिस गर्नु पऱ्यो ल यो खत्रै खालको भराङ रहेछ डर लाग्यो चिप्लिनु त चिप्लिँदैन होला बस्दै जान्छु अब त सक्यो नमस्ते म रविन्द्र खड्का म युवक विका ल एकदम खुसी लाग्यो अङ्गालो पनि मार्नु एकचोटि मैले चाहिँ छेउमा एकदम राम्रो साथी भेटेँ विदेशबाट आउनु भएको रहेछ होइन विदेश गएर अब नेपालमै चुनफल हुने हो पहिला नै मैले गोरा 2 वर्ष चाहिँ गर्छु भन्ने हिँडेको यहाँको त्यो मान्छेहरूले अलिकति त्यो गर्न भन्दा पनि सायद अलिकति हौसला दिएन गर्नुपर्छ हामी गरौँ भन्ने भएन त्यसपछि आएर अनि बाहिर अब गर्ने हो अब उनीहरूलाई नै अलिकति चेतना भयो होला होइन हजुर अब नेपालमै गर्ने हो अब यही मेहनत गरेर यी नै पैसा फलाउने हो मेहनतको फल मिठो हुन्छ दिन्छ यसले तपाईँलाई
बेचेर आफूले खाए पनि त्यही राम्रो हो क्या बेच्नु पर्छ भन्ने जरुरी पनि छैन होइन यहाँ त तपाईँको अब बेच्नुपर्छ भन्ने जरुरी भन्दा नि बढी भएको त बेच्न पाइयो नि त त्यो त नि पहिला आफ्नो घरलाई पुग्यो भने बेच्न त पायो तर आफूले किनेर खानु भन्दा त हजुर अनि आफैले उत्पादन गरेर खाने राम्रो हो नि त यत्रो जग्गाहरू बाँझो छ त्यही त यत्रो जग्गाहरू बाँझो छ त्यो मकै हो त्यो चाहिँ त्यो मकै मकै पनि राम्रै हुँदो रहेछ यस्तो ठाउँको त फेरि मिठो हुन्छ नि मिठो हुन्छ मुस्ताङको आलु घरहरू पनि कस्तो राम्रो क्या त्यो ढुङ्गाको वाल पनि कस्तो राम्रोसँग राखेको यहाँभित्र फेरि कुखुरा ए भइसक्यो त्यही भएर अब हामी पनि हिँड्छौँ अघि चाहिँ डर लागेको थियो अब चाहिँ डर लाग्दैन सबैजना यस्तैमा हिँडेपछि कहाँ डर हुनु सन्चै हुनुहुन्छ सन्चै हुनुहुन्छ तपाईँको गाउँ घुम्न आएको सब्सक्राइब गर्नुपर्छ उहाँले त सबभन्दा पहिला गर्नुभएको है मलाई त रमाइलो लागिरहेछ यो त युट्युबमा हाल्छु ल पानको पत मिठो मिठो गीत गाउनु भने गाउनु भएन छेउ गाउँ नै धेरै राम्रो होइन यो छेउ गाउँमा गीत छैन ए ए यो ठाउँमा होमस्टे चाहिँ छैन रहेछ नि होमस्टे एउटा चाहिँ भएदेखि राम्रो हुन्थ्यो अब अहिलेलाई बिदा हौँ नछुट्टिने अहिलेलाई बिदा हौँ दिदी अहिले बिदा हौँ जाऊँ फेरि आउनु भन्नुभएको अब त आउँ म मात्र होइन अब सबै यो नेपालीहरूलाई नेपाली अहिले धेरै टुरिस्टहरू छ नि सबैजना आऊ यो गाउँमा भन्छ होमस्टे चाहिँ खोल्नु है ल बाई सबैजनालाई बाई ल हस् हस् धन्यवाद